साथीहरु खत्री मिक्स ब्लगमा फेरि पनि तपाईहरुलाई स्वागत छ र मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सनुस् यस्तै भिडियोहरु हेर्नलाई है र मैले इन्फर्मेसन सम्बन्धी र मेरो लाइफको बारेमा मैले गरेको स्ट्रगलको बारेमा म भिडियोहरु लिएर आउँछु फेरि पनि के भन्छ युके को सम्बन्धीमै बोल्न पर्ने अवस्था बनाउनु भयो साथीहरु मित्रहरुले हैन मैले तपाईहरुलाई चाहिँ एउटा माध्यम मात्र देखाउने हो है मेरो एउटा च्यानल चलोस् भनेर बनाएको होइन मैले एउटा चाहिँ मैले चाहिँ युट्युबबाट पैसा कमाउने उसले बनाएको होइन है तपाईहरुलाई एउटा इन्फर्मेसन मैले चाहिँ अब एउटा केही गरे हैन तपाईहरुले पनि केही गर्नुस् भनेर चाहिँ एउटा सुझाव सल्लाह मात्र दिने हो मैले चाहिँ अब भनौं न उनीहरुसँग रिलेसनशिप छ राम्रोसँग मसँग हैन भोलि अब उहाँले दिनुभएको नम्बर यसरी यस्तो मैले त उहाँसँग परमिसन लिएको थिएँ अब तपाईहरुले अब कुरा गर्नुस् हैन उहाँले दिएको यसले दिएको त्यो हैन हुन्छ मेरो नाम लिनुस् केही फरक परेन तर मैले भन्न खोजेको तपाईले भन्दिनुस् यस्तो होइन नि त साथीहरु म त एउटा तपाईहरुलाई अब सल्लाह सुझाव मात्र दिने हो त त्यो त तपाईहरुमा भर पर्छ कसरी लेख्ने के गर्ने मेरो यस्तो अवस्था छ हैन उहाँहरुलाई अब आफ्नो दुखेसोहरु देखाउने र कस्तो भने म चाहिँ अब उही बस्छु भन्ने हिसाबले हैन आफूले मेल लेख्दाखेरि चाहिँ तपाईको कस्तो भन्छ मेल गर्दा कुरा गर्दाखेरि म चाहिँ अब त्यहाँको चाहिँ एग्रिकल्चर सिक्न चाहन्छु त्यहाँको एग्रिकल्चर सिकेर चाहिँ मेरो आफ्नो देशमा म केही गर्न चाहन्छु 6 महिना बसेर चाहिँ म निक्लिन चाहन्छु हैन तपाईहरुको कल्चरको चाहिँ त्यहाँको भनौं न खेतीको कस्तो चाहिँ अब नयाँ जेनेरेसनको कस्तो तरिकाले गरिन्छ युके को खेतीहरु त्यस्तो तरिकाले म गर्छु भने यसरी मिलाएर लेख्नुस् है र सबैजना चाहिँ अब भनौं न अब कस्तो कसैले चाहिँ मेरो अब फेसबुकको नम्बर सबै तपाईको युट्युब च्यानलमा गएर अब तपाईहरु चाहिँ एजुकेसन छैन भने चाहिँ म पहिल्यै भनिदिन्छु है तपाईहरुको चाहिँ एजुकेसन छैन अब यताउति हुनुहुन्न भने चाहिँ नआउनुस् है युके गाह्रो छ तपाईले सोचे जस्तो हुन्न है युके है तपाईले सोचे जस्तो हुन्न यो कुरा चाहिँ 100% लेखेर दिन्छु अलिकति एजुकेसन छ भने मात्रै आउनु होला नत्र गाह्रो हुन्छ यहाँबाट स्ट्रगल गरेर अन्त हिँड्नु पर्ने हुन्छ हैन र ती बस्दाखेरि पनि त एकदम मु हुन्छ र जसरी जो कोहीले चाहिँ अब गर्दै हुनुहुन्छ म चाहिँ अब 10-12 लाख तिरेर जस्तै जोन खड्का ज्यूबाट जाँदै हुनुहुन्छ कति प्राय जसो चाहिँ त पढ्दैन पढेका मान्छेहरु पनि गएको छन् पछि दुःख आफैले पाउनुहुन्छ हैन र जस्तै अब मैले तपाईहरुलाई चाहिँ सबै सुझाव सल्लाह त्यो यताउति सबै दिइराख्नु पर्ने नम्बर दिइराख्नु पर्ने जरुरत छैन मैले नम्बरहरु पनि दिएको छु सबैलाई मसँग फेरि त्यहाँ युरोपको बसाई हो हैन तपाईको अब काम त भइहाल्छ यसो टाइम निकालेर हामीले पनि भिडियोहरु बनाउने मैले कुनै एउटा उसले चाहिँ हिसाबले चाहिँ भिडियो बनाएको हैन तपाईहरुलाई नै एउटा जस्तै मैले स्ट्रगल गरे मैले दुःख गरे तपाईहरुले पनि यस्तै कुनै दुःख गर्नुहोस् है आफ्नो नेपालीले केही गरोस् भनेर एउटा सुझाव र एउटा सल्लाह मात्र दिने हो है र तपाईहरुलाई भन्न खोजेको कुरोको चाहिँ के हो नि हैन सकभर मैले समयले भ्याएसम्म म तपाईहरुलाई उ दिन्छु हैन दानासँग कुरा गर्दिनुहोस् एलेक्ससँग कुरा गर्नु मैले एउटा नम्बर दिने हो तपाईहरुलाई एउटा इन्फर्मेसन दिने हो त्यो त कुरा गर्ने कसरी घुमाएर कुरा गर्ने तपाईहरुमा भर पर्ने कुरा हो है यो कुरा चाहिँ याद गर्नु होला त्यो कुरा भन्ने कुरा चाहिँ मैले गरेर गर्दिने हैन आफ्नो जीवनको विषयमा चाहिँ आफैले नै यो गर्ने त्यो मात्र छैन युके मात्र छैन अन्त पनि खुल्दै छ तपाईको हैन अब क्यानाडाको लागि छ तपाईको अब आयरल्यान्डको लागि छ लक्जमबर्गको लागि छ त्यो तपाईहरुले खोज्नुस् स्ट्रगल गर्नुस् कसरी हुन्छ युरोपतिर छिर्ने एउटा प्रयास गर्नुस् र आफ्नो जीवनलाई चाहिँ भनौं न चाँडो भन्दा चाँडो उ गर्नुस् जस्तै मैले चाहिँ एज गए पनि म अझै छिरे हैन मसँग सिप थियो कति त अब तपाईको कस्तो हुन्छ भने अब अहिले पोर्तुगलमा चाहिँ आइराछन् तपाईको D1 भिसामा हैन अब त्यसको विषयमा पनि म भिडियो लिएर आउँछु कति दुःखहरु पाइराछन् उनीहरुसँग चाहिँ सिप छैन उनीहरु ल्याइदियो 15 लाख 22 लाख रुपैयाँ तिरेर आएको छन् मान्छेहरु हैन D1 भिसामा र तपाईको त्यसमा अब के भएको छ अब त्यो कुराहरु सबै म तपाईलाई डिटेलमा भन्नेछु तर एउटा कुरा चाहिँ म भन्न चाहन्छु तपाईलाई क्लियर मैले सबै कुराहरु डिटेल दिएको छु हैन उनीहरुले फेरि अब 3 जना बहिनीहरुको आएछ है 3 जना बहिनीहरुको चाहिँ अब आएछ उहाँहरुको अब VFX को डेट पनि आउँदैछ भन्दै हुनुहुन्थ्यो मलाई मेसेज गर्नु भएको थियो हैन पर्सनल र कमेन्टमा त गर्न मिलेन गर्नु भएको थियो हैन तपाईहरु पनि कोसिस गर्नुस् न उनीहरुको मोडमा भर पर्ने कुरा हो यहाँको समयमा 4 बजे पछाडी चाहिँ तपाईहरुले गर्नुभयो भने चाहिँ राम्रो हुन्छ उहाँहरुले अलिकति त्यसलाई चाहिँ अलिकति यो गर्छ भनौं न हेर्दिन्छ अरु भन्दा अगाडि अब यो उ भनेर भूमिका अलिकति बाँधेर लेख्नुस् कि अब घुमाएर यसरी कसरी लेख्दा चाहिँ आफुलाई त्यसले उ हुन्छ भनेर त्यस्तो तरिकाले लेख्नुहोस् र जसले जो कि उसलाई हेर्न मन लागोस् है मेलहरु चाहिँ मैले नै अब सबै थोक गर्न त सक्दिन मैले एउटा इन्फर्मेसन मात्र दिने हो हस् त भिडियो धेरै लामो भयो हैन साथीहरु फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ र मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनुहोस् शेयर गर्न नबिर्सिनुहोस् किनकि यस्तै इन्फर्मेसन भिडियोहरु म लिएर आउँछु है तपाईहरुको जीवनमा जसरी मैले परिवर्तन गरे त्यसरी तपाईको जीवन पनि परिवर्तन होस् भन्ने चाहन्छु है के गर्नुस् भन्ने चाहन्छु उमेर सधैं के गर्नुस् भन्ने चाहन्छु हस् त आजलाई यति नै हस् त नमस्कार भिडियो धेरै नै लामो भयो त्यसको लागि म क्षमा चाहन्छु हस् त नमस्कार।